हेलो साथीहरु नमस्ते सबैजनालाई। आज म मेथीका लड्डु बनाउँदै छु हैन। यो चाहिँ चिनी 1 किलो चिनी र अनि आधा किलो घी हालेर यसमा यो बनाउँदै छु। अनि यो चाहिँ मेथीको धुलो र गहुँको धुलो है। यसलाई घीमा भुटेर अब लड्डु बनाउने तयारीमा छु। लास्टसम्म हेर्नु होला भिडियो। म अहिले लड्डु बनाएर पनि देखाउने छु है साथीहरु। फाइनली साथीहरु मेरो मेथीको लड्डु बनिसक्यो है। यसपालिको चिसो यसले काटिन्छ है। के चिसो भइहाल्यो। अब यो खाएर गरम हुन्छ है। मज्जाले काटिन्छ। अनि कसको वहाँ चिसो छ मलाई भन्नु होला। मैले यो डेलिभरी गरिदिन्छु है साथीहरु। यो खाएर तपाईहरु पनि चिसोबाट बस्नु होला है।